सबैलाई नमस्कार। म सुदीप साइलेन्स आज पनि एउटा भिडियो लिएर तपाईहरुमा उपस्थित भएको छु। तपाईहरुलाई थाहा नै छ आगामी दिनहरुमा मैले नयाँ प्रतिभाहरुलाई यो च्यानलबाट जोड्ने गरेको थिएँ र आज एउटा एकदमै मन छुने आवाज लिएर तपाईहरुमा उपस्थित भएको छु। विशेष आजको भिडियो रहेको छ दिलमाया विश्वकर्मा बहिनी जो जाजरकोटबाट हुनुहुन्छ। हाल अहिले उहाँ चाहिँ इन्डियामा हुनुहुन्छ र उहाँले एकदमै मिठो आफ्नो भोइसमा गाएको एउटा गीत तपाईहरुमा आज प्रसारण गर्नेछु। आयो तपाईहरुलाई राम्रो लाग्छ लाइक गर्नु होला, कमेन्ट गर्नु होला। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने युट्युबबाट हेर्दै हुनुहुन्छ भने हेलो डिडिएल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भनेपछि सुदीप साइलेन्स फेसबुक पेजलाई पनि फलो गर्नु होला। आउनु सुरु गरौँ आजको भिडियो, त्यसपछि कुराकानी गरौँला उहाँको बारेमा कस्तो छ के छ भनेर। आउनु सुरु गरौँ। हे मेरो औटी सुन होइन पितालु कहाँ गएर होला मन सीतालु मेरो भन्नु तिमी हौ सारा जगतमा दिलमा तिमी तिमी नै आँखामा तिम्रै माया छ मेरो नासा नासामा रगत रगतमा सुन होइन पितालु कहाँ गएर होला मन सीतालु मेरो भन्नु तिमी हौ सारा जगतमा दिलमा तिमी तिमी नै आँखामा तिम्रै माया छ मेरो नासा नासामा रगत रगतमा दिलमा तिमी तिमी नै आँखामा तिम्रै माया छ मेरो नासा नासामा रगत रगतमा। सबैले भिडियो कस्तो लाग्यो के लाग्यो? मलाई त एकदमै राम्रो लाग्यो। उहाँको भोइस एकदम नेचुरल भोइस अनि हैन एकदमै सुमधुर भोइस रहेको छ हैन। एकदमै राम्रो भोइस सुनिन्छ हैन। एकदमै फिल्टरमा जाँदाखेरि हैन अब रेकर्डिङमा जाँदाखेरि चाहिँ एकदमै राम्रो सुनिला हैन। यो भन्दा पनि राम्रो सुनिला हैन। तर एकदमै सादामा चाहिँ एकदम राम्रो सुनिएको छ हैन। र आजको विशेष भिडियोको लागि धन्यवाद भन्न चाहन्छु दिलमाया विश्वकर्मा बहिनी जो जाजरकोटबाट हुनुहुन्छ। हाल कामको सिलसिलामा इन्डियामा हुनुहुन्छ र उहाँको यो भिडियो सामाजिक सञ्जालमा एकदमै भाइरल भइसकेपछि जताततै एकदमै चर्चामा आइसकेपछि मैले पनि प्रसारण गरेको छु आफ्नो च्यानलबाट र तपाईहरुलाई पनि राम्रो लागेको होला। राम्रो लागेपछि सबैसँग शेयर गरिदिनुस् अनि यो भिडियो हुन सक्छ भनेपछि उहाँ बहिनी दिलमाया विश्वकर्मासम्म पुगोस् भन्न चाहन्छु र यस्तै भिडियोहरु फेरि भोलिका दिनहरुमा पनि प्रसारण गर्नेछु। त्यसका लागि तपाईँ पनि केही प्रतिभाहरु रहेका छन् भनेपछि तपाईहरु पनि मेरो फेसबुक पेजबाट भयो हैन युट्युब च्यानलबाट प्रसारण गर्न चाहनुहुन्छ भनेपछि यहाँनिर WhatsApp नम्बर रहेको छ, WhatsAppमा जोडिन सक्नुहुन्छ र तपाईहरु अनि नेपालबाट हुनुहुन्छ नजिकमा हुनुहुन्छ भनेपछि यहाँनिर यो WhatsApp नम्बर नै हो। यसमा चाहिँ फोन गरेर तपाईहरु प्रत्यक्ष रूपमा मसँग गीत गाएर पनि तपाईहरु मेरो च्यानलबाट प्रसारण गर्न सक्नुहुन्छ भन्दै एकदमै धन्यवाद भन्न चाहन्छु दिलमाया विश्वकर्मा बहिनी। भोलिको दिनहरुमा पनि यस्तै गीत संगीततिर लागिरहनु होला हैन। एकदमै मिठो भोइस छ, एकदमै राम्रो भोइस छ तपाईको हैन। एकदम अगाडिसम्म जाने भोइस छ हैन। अहिलेसम्म मेरो फेसबुक पेजमा नयाँ हुन्छ अहिलेसम्म युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छ भने फेसबुक पेज सुदीप साइलेन्सलाई फलो गर्नु होला र युट्युब च्यानल हेलो डिडिएललाई पनि सब्स्क्राइब गर्नु होला। भोलिका दिनहरुमा पनि यस्तै भिडियो लिएर आउने बाचा गर्दै आजलाई म तपाईको साथी सुदीप साइलेन्स बिताउँछु। ओके बाइ, टेक केयर, जय नेपाल।